चाहिँ हाम्रो डे 5 हो। नमस्ते, राधे राधे सबैजनालाई। डे 4 मा चाहिँ हामीले त्यति भिडियो बनाएनौँ किनभने हामी केराबारी आमाकोमा थियौँ। डे 5 मा चाहिँ अब आज हाम्रो यात्रा चाहिँ धरानदेखि भोजपुर छ। अब मामा भान्जा रेडी भइसक्यो होइन, रेडी भइसक्यो, प्याकिङ सेकिङ भइसक्यो। अब बाँधेरै हिँड्छौँ हामी। ल अहिले चाहिँ 6:48 भयो। हामी चाहिँ अब धरानबाट निस्क्यौँ। भानुचोकदेखि चाहिँ हाम्रो ठ्याक्कै 7 बजे यात्रा सुरु भयो। हामी चाहिँ अहिले भेरेटार आइपुग्यौँ। बाटो त हेर्नु न, नागबेदी छ त बाटो त होइन। हाम्रो भेरेटार यही हो। वेलकम टु भेरेटार। ल यो चाहिँ तम्मर पुल चाहिँ यस्तो छ है टक्क। धनकुटा आइपुग्यो। अब यहाँबाट चाहिँ बाटो छुट्ने रहेछ। यताबाट हिले भोजपुर शङ्कर सभा बसन्तपुर पुगिन्छ भने उताबाट चाहिँ धनकुटा बजार पुगिने रहेछ होइन। खाजा उयो चाहिँ खाऊँ न त है। हामी चाहिँ धनकुटा आइपुगिएको छ। अहिले चाहिँ 8:30 बज्यो। अब खाजा खान आँटेको। भन्छ धनकुटामा खाजा खाएर अनि खाजा खाइसक्यौँ, निस्किने धनकुटाबाट। अब हामी देब्रेतिर लाग्छौँ अनि आज अब तिनजुरेतिर जाने प्लान भयो मामा र मेरो एक्कासी। तिनजुरे गएर अनि त्यहाँबाट अब फर्किन सक्छौँ भने चाहिँ भोजपुरतिर जान्छौँ, होइन भने चाहिँ तिनजुरेमै आज बास बस्छौँ। ल धनकुटालाई बाई बाई। हामी चाहिँ हिले आइपुगेको छ। हिलेमा त तोङबाको मूर्ति पो रहेछ त, भाँडो पो रहेछ त। म माथि गएर तान्दिउँ क्या। हजुर त्यो तिनजुरे भोजपुर जान्छ भने चाहिँ त्यो तोङबाको मूर्ति भएको ठाउँदेखि सिधै आउनुपर्ने रहेछ है। सिधै आएर अनि त्यसपछि अगाडिबाट चाहिँ 22 किलोमिटर चाहिँ तिनजुरे रहेछ यहाँ हिलेबाट। अनि के अरे अब अगाडिबाट देब्रे लाग्यो भने चाहिँ भोजपुर रहेछ। अनि सिधै गयो भने चाहिँ तिनजुरे पुगिने रहेछ। धनकुटाहरू काउली रहेछ। कस्तो राम्रो देखेको यार। ल यता चाहिँ भ्यू टावर पनि रहेछ। गुराँस चोक रहेछ यहाँ, फेरि गुराँस राखेको बिचमा मूर्ति हो। तपाईँ यहाँ हुनुहुन्छ अरे भाइ। यताबाट यस्तो टर्निङ हो कि? जाउँ न त, यतैबाट जाउँ। हामी देब्रे नै लाग्यौँ। सोध्नु त त्यताहरूलाई। ए यतैबाट हो नि है, मुनिबाट त होइन है? ए हुन्छ। म त मिस्टेक बाटो आइयो कि भनेर मान्छे आत्ति पो हाल्यौँ त। माथि आइपुगेर मुनि झन् त नमजा हुन्छ नि त, त्यही भएर। यता ढुङ्गा गाड्नु भएको रहेछ। यताबाट चाहिँ दाहिने लाग्नुपर्ने रहेछ हामी मासतिर। हुन्छ बिस्तारै जान्छौँ। साह्रै राम्रो बाटो छ है साथीहरू। अरे बाटो भने चाहिँ अलिक ध्वस्तै छ जस्तो छ। बिस्तारै जाउँ। ल बाटो चाहिँ यस्तै छ है। तिनजुरे जाने बाटो चाहिँ ढुङ्गाले छापेको। मेरो भ्यू चाहिँ यस्तो छ कि फेरि होइन। यसो गरौँला मामा, अब भोजपुरको बाटो जाँदा जाँदै रात पर्यो भने बिच बाटोमा बास बसौँला के है। थो दामी देखेको यार मामा। हेर्न यता हिमाल, ओहो माथि पनि ढुङ्गै छापेको जस्तो छ जस्तो छ। तिनजुरे भन्ने चाहिँ यता छ।
ओहो यहाँ त बाइक चिप्लिन्छ होला है दाजु बिस्तारै जानु होला है हिउँको अनुहार यति चाहिँ हेर्न पाइयो ढुङ्गामा चिप्लिँदो रहेछ क्या म सुलित त्यो दाजुले त आँटै गरेर भयो नि बाइक ल्याउनु भयो हामीले त सकिएन रिक्स नलिउँ हामी चाहिँ फर्किनु नि छ ल हाम्रो यात्रा यहीँसम्ममा भयो अगाडि नजानु हिउँ भनेको चाहिँ यति मात्रै हो हिउँ हो कि अब टुसारो भन्नु कि होइन म अलिअलि छ यही भयो नि अब हेरेर जाउँ न त भनेर कम अस्ति चाहिँ सम्म थियो अरे थियो होला यता चाहिँ यस्तो छ उहाँ माथिबाट बिजोक भएर आउँदैछन् बाइकहरू ल माले ल्याइदिनु भएको छ दिनुमा ब्यागहरू म बोक्छु अब हिउँ आयो त म हिउँ खेलियो जाउँ उडाउनु हिउँ पर हिउँ उडाउनु बाइक यहाँ राखेर अब उता यहाँबाट बाटो छुट्टिने रहेछ यता ओह्रालो गयो भने त माथि कहाँ पुगिन्छ थाहा भएन अनि यताबाट चाहिँ तिनजुरे जाने रहेछ हिमाल कस्तो खतरा देखिरहेछ उता यहाँबाट चाहिँ हिँड्दै तिनजुरे जानुपर्ने रहेछ यो अब फागुनतिर आएको भए त गुरास देख्न पाइन्थ्यो होला अब पुसमा आइएको छ खतरा चेप रहेछ क्या यहाँ चाहिँ सानो चेप रहेछ हेर रेडबुल खाएर यसरी चाहिँ नगरिदिउँ न हौ जङ्गल आएर यस्तो फोहोर गरिदिएर यस्तो त मूर्खले पो गर्छ त बुद्धिमानी भयो त यसो ब्यागहरू लिएर आएको हुन्छ ब्यागहरूमा हाल्नु कृपया यस्तो ठाउँमा आएर फोहोर नगरिदिनु होला भनेर विनम्र अनुरोध गर्दछौँ हामी मामा भन्छ होइन म त्यही त नि यस्तो ठाउँमा आएर फोहोर गरिदिने हो त होइन कस्तो खतरा बाटो रहेछ आउनु म आउनु यस्तो ओडा रहेछ अलिक होस गरेर आउने म कसरी अडिएको छ होला त यो ढुङ्गा यस्तो भएको ठाउँमा चाहिँ बिस्तारै हिँड्नु होला हजुरहरू चिप्लिँदो रहेछ है एकदम होस गरेर विचार गरेर हिँड्नु है चाहिँ तिनजुरे माथि आइपुग्यौँ माथि आइपुगेर चाहिँ मन्दिर रहेछ तिनजुरे पिक भनेको 3010 मिटर माथि छौँ हामी यहाँबाट भ्यू चाहिँ यस्तो छ हामी चाहिँ माथि पुग्नलाई 1 घन्टा लाग्यो अनि मुनि झर्नलाई त त्यही आधी घन्टामै झऱ्यो होला सुइमा भन्छ होइन म अनि अब त्यहाँ पर पुगेर माथि पाथिभारा मन्दिर जान्छु म मात्रै मामा चाहिँ हाम्रो क्रिस्चियन हुनुहुन्छ पाथिभारा भगवती मन्दिर माथि चढाउने सामग्री चाहिँ यहीँबाट लिएर जानुपर्ने रहेछ यहीँ किन्न पाउँदो रहेछ अब यहाँबाट म चाहिँ मास्तिर हिँड्ने मामालाई चाहिँ यहीँ छोडेर ल म गएँ ल म गएर आउँछु म पाथिभारा भगवती मन्दिर आउने मलाई थाहा नै थिएन क्या तिनजुरे माथि हो भनेर थाहा थिएन भरे माले बोलाउनु भएको रहेछ मन्दिरमा दर्शन गरेर आइज गर्न आइज भनेर बोलाउनु भएको रहेछ र म आइपुगेँ ल यो चाहिँ कान्छी थान हुँदो रहेछ ल म चाहिँ मन्दिर आइपुगेँ मूल मन्दिर हो यो चाहिँ अनि
नुन खाएर आउनुभयो भने चाहिँ हजुरहरू चाहिँ भित्र छिर्न मिल्दैन, भित्र छिरेर दर्शन गर्न मिल्दैन। उहाँ पुजारी बाले चाहिँ भित्र छिरेर गरिदिनुहुन्छ। अब मलाई त त्यति आइडिया थिएन, म खासमा तिनजुरे घुम्न आएको, अनि पाथिभारामा यहाँ हुनुहुन्छ भन्ने थाहा थियो, त्यस्तो आइडिया चाहिँ थिएन क्या मलाई आइडिया भएको भए चाहिँ म नुन नखाइकनै आउँथेँ म माको दर्शन गर्न। तर गुलियो जिनिस चाहिँ खाँदा हुन्छ है, गुलियो चिज चाहिँ खाँदा हुने रहेछ, तर नुन चाहिँ खानु नमिल्ने रहेछ। अनि 2 बजे अगाडि आएर मूल मन्दिर चाहिँ पूजा हुने रहेछ। ल हुन्छ बा, यहाँ बाहिर पूजा चाहिँ जति बेला गर्दा नै भयो। 2 बजे अगाडि चाहिँ मूल मन्दिरमा पूजा गर्न पाइयो, 2 बजे पछाडि चाहिँ मूल मन्दिरमा पूजा गर्न पाइएन, यतातिर चाहिँ पूजा गर्न पाइयो। यस्तो छ यता चाहिँ। है अब म चाहिँ यहाँबाट लागेँ, माको दर्शन गरेर खुसी भयो म त। धेरै खुसी लाग्यो, कस्तो मनै शान्त भयो क्या, आनन्द भयो। म चाहिँ फर्किन्छु यहाँबाट। ल आजको दिन पनि एकदम खुसी भयो म आमाको दर्शन गरेर। खाना खान थाल्यो हामी चाहिँ। अब तिनजुरेको खाना मिठो रहेछ। ल हामी चाहिँ अब खानासाना खाइयो होइन, म टन्न भइयो। अब निस्क्यौँ तिनजुरेबाट अब हिलेबाट चाहिँ बाटो छुट्टिन्छ भोजपुरको। ल धेरै धेरै धन्यवाद छ ल हजुरलाई। हामी तिनजुरेबाट निस्किँदा चाहिँ 3:17 भएको छ। अब हेरौँ भोजपुर पुगिन्छ कि पुगिँदैन भोजपुर बजार। भगवानको दर्शन गरियो, तिनजुरे पिकमा पुगियो। आजको दिन त रमाइलो पो भयो त, मजा आयो। बाटो चाहिँ अब यस्तै हो, बाटो हेर्दा चाहिँ अलिकति नरमाइलो लाग्न सक्छ, तर ठिकै छ यत्तिको बाटो। ल अब यहाँबाट देब्रे लागिसकेपछि चाहिँ हाम्रो बाटो भोजपुरको सुरु हुन्छ। यहाँबाट कता हो? म सिधै त होला, भोजपुर यता होइन त? अन्त उता हामी आएको भइहाल्यो भोजपुर खाँदबारी यता। ल यही बाटो त हो नि, सोधौँ न त्यही पनि। भोजपुर यतैबाट हो ए। ल अब चाहिँ हामी त्यो बाटोमा आइपुग्यौँ। हामी लेकबा घाटमा छौँ, तलतिरबाट भोजपुर, माथितिरबाट खाँदबारी। यो चाहिँ अब अरुण पुल हो मामा। अरुण तम्मल तरेर तिते फापर छरेर फुल लाउला केसरी खाउँला बेसरी भन्छ नि मामा। हो त्यो गीतको अरुण नदी चाहिँ यही हो। एकछिन बसौँ न त। यो चाहिँ हाम्रो अरुण नदी भयो। यस्तो छ हाम्रो नदी चाहिँ, हरियो देखिन्छ माथिदेखि आएको। ल फाइनल्ली हामी चाहिँ भोजपुर आइपुग्यो। अनि आज चाहिँ यता यो भोजपुरको यहाँ देउराली भन्ने ठाउँ छ अरे, त्यहीँ बसेर हामीलाई चकेवा ट्याम्के जान सजिलो हुन्छ भन्ने कुरा भएको छ। हुन्छ होला, नमस्ते। हामी चाहिँ बसौँ भनेर नि। कतिजना हुनुहुन्छ? हामी 2 जना मात्रै हो। हाम्रो खाना त्यही मासु खाना 300, सादा खाना 200। हजुर, अनि बसेको रुमको 2टा बेड 300। 2टा बेडको हुन्छ। ल बाइक लिएर आऊँ न त। हेलो गुड मर्निङ। अहिले चाहिँ हामी भोजपुरमा छौँ। अहिले चाहिँ बिहानको 5 बजिरहेछ। अनि बिहानको 5 बजे अब हामी चाहिँ ट्याम्के राम्रो भ्यू हेर्नु छ भने यहाँ होटलको दाइ दिदीहरूले चाहिँ तपाईँहरू बिहानै 4:30-5 बजे चाहिँ निस्किसक्नुपर्छ, पुग्नलाई 1.5देखि 2 घन्टा लाग्छ भन्नुभएको छ। अनि त्यही भएर हामी चाहिँ बिहानै 5 बजे निस्क्यौँ। अब ट्याम्के र चकेवा जान्छौँ हामी। लेट्स गो। ल हाम्रो ट्याम्के डाँडाको बाटो चाहिँ यस्तो छ। मेरो बाटोको भ्यू चाहिँ यस्तो छ, चिप्लिने हो कि भन्ने
डरले हिँड्दैछौँ हामी। ओहो यो त होस्, आँट नगरौँ, हिँड्दै जाउँ। यो बेकारमा लड्ने काम नगरौँ हामी चाहिँ। ल अब बाइक यहीँ राखेर हामी हिँड्ने भयौँ। मेरो मामाको चाहिँ हिमाल यति नजिकबाट हेर्नुभएको फर्स्ट टाइम रे। अनि खुसी भएर खत्रै देखाएको छ है। तर होइन म ड्याम्केको ट्रेल चाहिँ यस्तै छ है। फाइनली ड्याम्के डाँडा नि आइपुग्यो। यहाँ चाहिँ एउटा मन्दिर पनि छ। भिडियोमा चाहिँ देखिरहेको थिएँ मैले, अहिले बन्द गरेर जस्तो छ। यहाँ चाहिँ यस्तो देउताहरू हुनुहुँदो रहेछ। भित्र छिर्नु मिल्छ त होला नि। यस्तो छ है हाम्रो ड्याम्के डाँडा। हाम्रो चाहिँ अब हिमाल हेर्दै खुवाइ यस्तो छ होइन। म चाहिँ चौरी गाई चराउने मान्छे। केही हुँदैन चौरी गाई चराउने मान्छे होइन। खाजा खाँदैछु। ल मान्नुपर्ने हो क्या। खान्छ यिनीहरूले बोक्नु खाना अरू छैन त। अनि थपकन खा। किन डराएको यो चाहिँ? दुइटा चाहिँ राखौँ कि दिउँ? देऊ न, खाइहाल्छौँ तलबाट। पानी चाहिँ के हालिदिनु होला? हामीलाई नि भयो, तिमीहरूलाई नि भयो। यहाँ माथि मन्दिरबाट यता लागिसकेपछि अलिकति तल पनि पूजा गर्ने ठाउँ रहेछ। हामी त्यतै जाँदैछौँ। कहाँ हो त पूजा गर्ने ठाउँ? बाटो चाहिँ यस्तो छ। कता हो? यता माथि हो कि तल हो? बिस्तारै जानुपर्छ नि। ए यहीँ रहेछ। ओके छ त, छेउमा जाँदैन। यस्तो पूजा गर्ने ठाउँ रहेछ। अब यता ड्याम्के नि सबै घुमिसक्यो। रमाइलो भयो, आनन्द आयो हिमाल हेरेर। अब लाग्छौँ हामी। ल जाउँ म। डायमन्ड भेटियो हिँड्दा हिँड्दै। कत्रो डल्लो रहेछ आइस होइन। कहीँ कहीँ ठाउँमा चाहिँ जमेको छ। लु फुटाउनु तपाईँको त नि कामै यस्तो। हामी चाहिँ यही बाइक हिँडेकै बाटो हिँड्दै हिँड्दै गयौँ। आधी बाटोमा बाइक छोडेर अब बाइक राखेको ठाउँ आउने बेला पो त्यहाँबाट बाइकमा फाँडी होइन त म। यस्तो छ बाटो अनि पुरै आइस जमेको छ माथिसम्म। माथिसम्म जमेको छ। त्यही भएर हामीले चाहिँ रिक्स लिनौँ है। म आइपुगिहाल्यो। पुगेर अहिले चाहिँ हामी चखेवा भन्ज्याङमा आइपुग्यौँ। अनि चखेवा भन्ज्याङमा आइपुगेर बिहानै ड्याम्के गएर भर्खर झरेको दिउँसो। अनि त्यसपछि यहाँबाट चाहिँ हजुरहरूको मुदुम ट्रेल सुरु हुने हो है।
मुदुमटोल यहाँदेखि माथि हो जाने। यहाँबाट माथि मयुङ भन्ने ठाउँमा चाहिँ बिहान 5 बजे 6 बजेबाट हिँड्यो भने एक दिनमै पुगिन्छ। अनि हजुरहरू सिलिचुङ पिक जानु पर्यो भने चाहिँ फेरि यहाँबाट 5-6 दिन लाग्छ सिलिचुङ पिक पुग्न चाहिँ। यो चाहिँ चखेवाको भ्यू हो। यो चाहिँ चखेवा हो तर एकदमै बादल छ केही देखिँदैन। एकैछिनमा आउँछ कुहिरो फेरि एकैछिनमा जान्छ। यो बाटोबाट चाहिँ हलेसी दिक्तेल काठमाडौँ चाहिँ यही बाटोबाट जान्छ। ठ्याक्क यताबाट ट्याम्के भोजपुर घुम्दै हजुरहरू आउनुभयो भने चाहिँ यताबाट काठमाडौँ जान मिल्छ। यस्तो छ। अनि हाम्रो देउराली चाहिँ यो चाहिँ हामी देउराली भन्ने ठाउँमा बसिरहेछौँ। हामी बसेको ठाउँ चाहिँ यस्तै छ भोजपुर देउरालीमा। आज चाहिँ हाम्रो मामा भान्जाको डे 6 हो। आज चाहिँ हामी यहाँ माथि सिद्धकाली मन्दिर गएर फर्किन्छौँ। सिद्धकाली मन्दिर दर्शन गर्न आइयो। यस्तो छ मन्दिर चाहिँ। यो चाहिँ हाम्रो भोजपुरको सिद्धकाली मन्दिर हुनुहुन्छ। यहाँ हाम्रो सिद्धकाली मन्दिर चाहिँ यस्तो छ। यहाँ शिवजी गुफा रहेछ। यहाँबाट भित्र गुफा रहेछ। यहाँबाट पुरै भित्र चाहिँ अलिक छिर्न कठिन छ अरे। यहाँबाट भित्र चाहिँ यो गुफा छ। यहाँबाट पुरै भित्र सिद्धकालीबाट मुनि निस्किनु पर्यो भने टक्सर निस्किन्छ भन्नुहुँदै थियो यो गुफाबाट। अब म चाहिँ एक्लै छु। यसो 1-2 जना भए चाहिँ आँट गरिन्थ्यो होला। एक्लै त अलिक डरै लाग्दो रहेछ। भित्र पुरै अँध्यारो छ। चाहिँ अब सिद्धकाली दर्शन गरिसकेर माथि कैलाश स्थान पनि हुनुहुन्छ अरे। माथि पनि दर्शन गर्न जाँदैछु। यो चाहिँ हाम्रो भोजपुरको कैलाश स्थान। हाम्रो भोजपुर बजार। ल मैले चाहिँ सिद्धकाली मन्दिर दर्शन गरेर अब हामी फेरि त्यही देउराली नै बसेको ठाउँमा जान्छौँ र खाना खाएर अनि दिक्तेल हुँदै अब काठमाडौँतर्फ लाग्छौँ। आज अब हलेसी गएर बसिन्छ कि कहाँसम्म पुगिन्छ त्यहीँसम्म गएर बसिन्छ होइन त। म अहिले कति बज्यो? अहिले 12 बज्न आँट्यो। अब निस्किन आँट्यौँ हामी। निस्केर अनि अब यहाँबाट जहाँसम्म बिच बाटोमा पुगिन्छ त्यहीँ बस्छौँ अनि फेरि भोलि बिहान हिँड्छौँ होइन म। ल अब चाहिँ हामी भोजपुरबाट निस्क्यौँ। लु दाजु लाग्यो हामी अब। ल दिदी हस् लाग्यो। अब हामी चाहिँ अहिले दिक्तेल बजारमा छौँ। दिक्तेल बजारबाट माथि छौँ। माथि यहाँ कालिका थान रहेछ। अनि यहाँ यसो छिरेर जाउँ न भनेर खोटाङ दिक्तेल माथि आइएको छ। यस्तो रहेछ यहाँ चाहिँ ठाउँ। यहाँ चाहिँ गणेश मन्दिर हुँदो रहेछ। कालिका भगवती मन्दिर हुँदो रहेछ यता। हेलो गुड मर्निङ। आज चाहिँ हाम्रो डे 7 हो। हिजो बेलुका 7 बजे भोजपुरबाट घुम्दै दिक्तेल बजार घुम्दै दिक्तेल बजारको माथि काली भगवती मन्दिर घुम्दै हामी चाहिँ हलेसी आइपुग्यौँ। हिजो बेलुका 7 बजे हलेसी आइपुग्यौँ। अब अहिले चाहिँ 5:30 बजेको छ। हामी चाहिँ मुखसुख धोएर रेडी भएर अब माथि हलेसी मन्दिर जान आँटिरहेछौँ। हामी चाहिँ हलेसी माथि छिर्न आँटेको छौँ र तपाईँहरूले सामग्री यहाँबाट किन्न सक्नुहुन्छ। बिहानै जति बेला भए पनि हामी अहिले 5:30 बज्यो। अनि यो चाहिँ हाम्रो प्रवेशद्वार हो माथि हलेसीको लागि। फलफुलहरू लानु छ भने यता सामग्रीहरू लान्छ भने चाहिँ यता पाउँदो रहेछ। अब हामी मासतिर लाग्यौँ। बिहानै आयो पनि तर मन्दिर चाहिँ मेन मन्दिर चाहिँ 6 बजे मात्र खुल्ने रहेछ। बिहान 5:30 बजे
त्यहाँ मुनिबाट हामी बसेको रुमबाट मुनिबाट त माथि आउन 2 मिनट लाग्ने रहेछ तर यहाँ खुल्न चाहिँ 6 बजे मात्र खुल्छ भनेर मैले सोधेको भन्नुभएको थियो यहाँ चाहिँ 6 बजे खुल्ने रहेछ ठ्याक्कै प्रवेशद्वार चाहिँ अब मुनि जाने यो चाहिँ हाम्रो हलेसी महादेव टेम्पल यस्तो छ जय शम्भो हर हर महादेव ओम नमः शिवाय ओम नमः शिवाय म चाहिँ यहाँ कर्मद्वार र यता कर्मद्वार छिरिसकेँ अब उता पापद्वार छिर्न जान्छु पापद्वार हो यताबाट छिरेर यताबाट निस्किनु पर्यो हलेसी दर्शन गरिसक्यो अब अहिले चाहिँ 7:30 बज्यो 7:30 बजे अब हामी हलेसीबाट सिधै काठमाडौँ यात्रा सक्यो है अब 7 दिनको यात्रा सक्यो अब आज बेलुका हामी काठमाडौँ घरमा हुन्छौँ ल फाइनल्ली हाम्रो चाहिँ 1220 किलोमिटरको ट्रिप सिद्धियो होइन त म घर आइपुग्यो एक हप्तापछि होइन त एक हप्तापछि धरान इलाम धनकुटा हिले भोजपुर हुँदै काठमाडौँ आइपुग्यो घरमा ल अब झरौँ यात्रा सफल भयो मेरो बाइकलाई धेरै धेरै धन्यवाद यो यात्रा यहीँसम्म आएर सकिन्छ तर यो यादहरू यो अनुभवहरू सधैँ मनमा बसिरहनेछ धरानबाट सुरु भएको यो सफर इलाम तिनजुरे पाथिभारा भोजपुर खोटाङ हलेसीको शान्तिसम्म पुग्यो थकाइ पनि लाग्यो तर मनभरि खुसी छ यो ट्रिपले मलाई फेरि याद दिलायो सफर ठुलो हुनु पर्दैन अनुभव साँचो हुनुपर्छ यो यात्रामा साथ दिनुभएका सबैलाई धन्यवाद अनि यो भिडियो लास्टसम्म हेर्नुभएका तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद फेरि नयाँ यात्रासँग नयाँ कहानी लिएर चाँडै नै भेट हुनेछ धन्यवाद